सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको सुरुवात रहेको छ मेरो अटोबाट। सो डे जर्नी ब्लग रहेको छ आज चाहिँ मेरो। सो त्यसपछि मेरो चाहिँ हाइसमा बसेर म चाहिँ अहिले जाँदैछु पलनपुर जाँदैछु, किनभने आज पुरानको क्लासमा म भिजिट गर्न जाँदैछु। त्यसपछि ट्राफिकले एकदमै ढिला गरिरहेको थियो, उही माथि ढिला झन् माथि चेकिङ भएर एकदमै ढिला। झनै बालेन्सा आएर त्यही माथि झनै कडा नियम राख्नु भएको छ बालेन्साले। सो गाइज एकदमै ढिला भइसकेको छ। त्यसपछि अब कब चल्ला गाडी, अब चल्ला भने मलाई त एकदमै बोरिङ लागिसकेको छ। चेकिङ पनि के साह्रो चेकिङ हो भनेर म त झल्लिसकेको। त्यसपछि म चाहिँ अब यहाँ पलनपुर पुगिसकेको छु पुरानको क्लासमा। सो अब चाहिँ के हुन्छ सो हेर्दै गर्नु होला अगाडिसम्म मेरो मिनी ब्लगलाई। सो सबैजना आउँदै थिए। त्यसपछि आज चाहिँ मेरो पुरानको क्लासमा मैले क्लास लिने भनेर आएको थिएँ। सो एकदमै प्यारा प्यारा नानी बाबुहरूलाई मैले चाहिँ अब डान्स सिकाउँछु। सो फिजिकल स्टार्ट गरिसकेको छु। सो मैले चाहिँ जोसमा आज 2 घन्टा फिजिकल गराइदिएर सबैको हालत डाउन, मेरो पनि हालत डाउन भइसकेको थियो। सो त्यसपछि अब चाहिँ हामी जाँदैछौँ अब नास्ता खाने भनेर। ऊ चाहिँ क्रेजी डान्स स्टुडियो पलनपुरमा रहेको छ। सबैजनाले आउन सक्नुहुन्छ, पुरानको क्लासमा भिजिट गरेर जानु होला। एकदमै बबाल छ पुरानको क्लास चाहिँ। सो यो चाहिँ प्रतिशालयको ठ्याक्कै साइडमा रहेको छ। रोड क्रस गरेर भने पुरानको क्लास क्रेजी डान्स स्टुडियोमा तपाईँहरूले डान्स सिक्न आउन सक्नुहुन्छ। तपाईँहरूलाई वेलकम छ पुरानको क्लासमा। सो त्यसपछि हामी जाँदैछौँ। अब भोक लागिसकेको छ सबैजनालाई, अहिले 1 बजिसकेको छ। अब चाहिँ हामी नास्ता खाएर त्यसपछि हाम्रो जर्नी अगाडिसम्मको हुनेको छ आजको चाहिँ। सबैजनाले हेर्नु, सबैजना नास्ता खाएर त्यसपछि हामी लाग्यो घोडाघोडी, किनभने आज हामीले भिडियो सुट गर्ने भनेको निर्णय लगेको थियौँ। सानो टिकटक सुट गर्ने भनेर हामी चाहिँ अब टिकटकको लागि हामी घोडाघोडी लोकेसन चुज गरिसकेको छौँ। सो हामी चाहिँ घोडाघोडी पुगिसकेका छौँ। एकदमै रमाइलो भइसकेको छ। आज चाहिँ हामी ग्रुपमा जाँदै थियौँ, एकदमै रमाइलो थियो आजको पल चाहिँ। सो यो चाहिँ मेरो लागि एकदमै बबाल मेमोरी हुनेछ अब पछिको लागि चाहिँ। सो सबैजना हामी ग्रुपमा जाँदै थियौँ। त्यही हो। पछाडिको पनि गर। सो आज चाहिँ मेरो रहेको छ लक्की डे। मैले चाहिँ आज 50 रुपियाँ पाएको छु। जिन्दगीमा पैसा नपाउने मान्छे यार, आज चाहिँ फर्स्ट टाइम पैसा पाएँ। त्यसपछि हामीले चाहिँ गर्मी एकदमै भयो चाहिँ, गर्मी भएर पनि हामीले गर्मीलाई गर्मी जस्तो नमानेर रमाइलो पल बनाइरहेका थियौँ। मेरो डे आजको डे भ्लगलाई चाहिँ सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला।